हेलो गाइज एभ्रीवान वेलकम टु माई पास्ट ब्लग। हजुर सबैजना स्वागत छ फेरि पनि अर्को ब्लगमा। अहिले हामी कपाल काट्न जाने हो। यो केटीको कस्तो कटिङ काट्ने रे? कस्तो रे? यता हेरेर भन्नु पर्यो नि त। हो र? ल प्रे प्रे। यसो आजको दिनको लागि धन्यवाद। अब यसो आजको दिनको लागि धन्यवाद। अब म जान्छु, मलाई ध्यानबुद्धि सक्छ ध्यानबुद्धि दिनुहोस्। यसको नाममा गपेसु। यहाँ हेर त, यहाँ हेर न। म समाउनु ल अहिले आइपुग्यो। ल खै त बोलाउनु भएको? फुपू भन्दा खै त? आमा ल भेटे भयो 10 वर्षपछि। ल भेट भयो 10 वर्षपछि हो। अनि रातभरि सुत्दै छैन नि त। भोलि कपाल काट्न जाने भनेको कि बिहानै जुरुक उठेर कपाल काट्न जाउँ भन्यो। अनि भन्छ नि सुन न, मेरो फुपूको दोकान त उता थियो त, बन्द भएछ त भनेको थियो। फाइनली दही खायौँ। यो इलामको होइन? इलामको दही एकदम मिठो छ है साथीहरु। यसको फुपू बधाई नै। अनि फुपूलाई कति मिस गर्यौ ल भन्दै त? कति 2 केजी कि 5 केजी भन न? 5 केजी भन न। मिठो खाऊ। अस्ति खेलबीले एउटा कुकुर मरे त, त्यहाँबाट म्युजिक सिकाउन जान्थ्यो कि। अनि एउटा कुकुर मर्यो होइन। अनि एउटा कुकुर मरेपछि अनि त्यसलाई त उ गर्छ नि त, खनेर गाड्छ नि त होइन। अनि दिदी हजुरको कुकुर कहाँले रोप्नु भएको छ अन्त खोज्दै बारीमा क्या, कहाँ रोप्नु भएको छ? लास्ट कमेडी फाइनली होसना ब्युटी पार्लर भित्र पसिसकेको छौँ। यो चाहिँ सिजन दिदी हो, प्रोपाइटर डाइरेक्टर। तपाईहरुलाई यदि पार्लर सिक्नु छ भने यसरी दिएर बसिराख्ने बहिनीहरुलाई नेल सम्बन्धी, स्किन सम्बन्धी, हेयर सम्बन्धी सबै कोर्सहरुमा 50% छ। तपाईहरु प्लिज आउने सक्नुहुन्छ। अनि यता पनि सबै भिजिट गराइदिउँ। उता फेसियल रुमहरु सबै गराऊ, सबै गराऊ। उता पनि जाऊ, फेसियल रुम पनि ढोका खोलेर बत्ती बालेर हेरेर काउन्टर जाऊ। ओके ल यो चाहिँ फेसियल रुम है त। यो चाहिँ काउन्टर हो। यो चाहिँ ट्रिटमेन्ट क्रिमहरू होला सायद तपाईँको। अनि हाम्रो यो चाहिँ बस पार्क जानेदेखि ठक्कै त्यहाँ पनि होइन। अनि बस पार्क जानेबाट यही त हो, ठक्कै यता आउनुहोस्। 3-4 घर यहाँ ठक्कै भइहाल्छ। बोर्ड छ होसना ब्युटी पार्लर भनेको देखिहाल्नुहुन्छ। त लोकेसन यस्तो छ। यता चाहिँ बस पार्क जाने बाटो। ल यस्तो छ। कपाल पनि फुल्दै गयो, कलर भयो, के भएको यो? त्यही मसाज गर्ने ल यहाँ सुतेर। यहाँ स्लिपिङ गर्ने। यो चाहिँ एकदम सहुलियत मूल्यमा होइन, एकदम दामी गरिदिन्छ कपालहरूको चाहिँ होइन। अनि ट्रेनिङहरू पनि गराउँछ उसले। सर्टिफिकेट हो यो हाम्रो सिजनाको। एकदम राम्रो आधुनिक तरिकाले क्याराटिन अनि खोइ के हो सबै कपाल सम्बन्धी। यो होसना ब्युटी क्लिनिक। तिमी पनि गर्ने भन त? ल यहाँ फ्रेन्ड भएको छ साथी। अब ह्यान्ड चाहिँ गर्नु पर्यो। माई नै मिस ल भन्ने। अब कसले भन्ने सुरुमा? ल ल
अलिक साह्रो साह्रो My name is Sudiksha Lakosi. ए अनि सुदीक्षा My name is Selvi Sunwalmukhia. ए सेल्फी सुनार मुखिया अब ह्यान्डसेक गर्नु पर्यो ह्यान्डसेक अघि उनीहरूले चिज बल पनि चिज हक। पनि सेयर गर्यो हक पनि गर्नु ल टाइट हक स्ट्यान्ड अप यो अहिले खानु कसैले खाँदैन तिम्रो खानुपर्छ म अर्को पनि किनिदिन्छु दुईजनालाई एकदम टाइट पुरै पुरै टाइट खै त एकपल्ट गर न पुरै टाइट 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 ल अघि ल ठिक छ नि होइन अहिले म तिमीलाई फेरि किनिदिन्छु कहाँबाट ल्याउनु भएको अरे हजुर बहिनीले पत्रीबाट एकदम अर्ग्यानिक लिएर राखिदिइहाल त ए एउटा खाने बित्तिकै मोटै हाल्छ नि ला फुटेछ कस्तो सुई सुई त हानेको छैन नि यो के केरा हो यो मालभोग जाजी होइन जाजी त लामो हुन्छ बर्ना खाने वाह यहाँ नै मलाई कुकुम्बर थ्याङ्क्स एकदम अर्ग्यानिक फेरि होइन आफ्नै बारीमा फलाउनु भएको नि यसरी चाहिँ राख ल ठिक छ ठिक छ ल निमाका दाइ त मसँग कहिले पनि छैन त बाबा सेल्वीको के गर्ने अरे हेयर वास गर्ने ल सुन्नु न सिजना उसको फेस अनुसारको कटाइ हुन्छ नि उसको फेस अनुसारको छोरीले यसो गर्ने सानो मान्छे त्यति त मलाई पनि सिकाउनु तिमीले होइन फेस अनुसार गर्नुपर्छ भनेर अझै माथि आउनु अझै आउनु मेरो सेल्फ लड्नुहुन्छ भनेर पुरै अपरेसन गरेर जस्तो भयो त बटन लगाइदियो ल यसो गर्नुपर्छ सानो मान्छे ल सानो मान्छेको टाउकै पुगेन रेडी आर रेडी खोइ त आर रेडी ओ यस आर रेडी Yes, we are here. एडभर्टाइज बन्द तर फोन गरेर भने त हुन्छ नि त होइन हुन्छ फोन गर भने हुन्छ होस् न राम्रो भयो भने आउँछु जस्तो यो ड्यामेज कभरको लागि कुन चाहिँ युज गर्दा हुन्छ स्याम्पू मलाई बताइदिनु एकदमै राम्रो नन क्यारेटिन बोथको लागि राम्रो उहाँ सेम्पू उहाँ 3 नम्बर लेखेको छ नि उता परको 3-1 रिमुभ सेम्पू चलाउने कुन चाहिँ यो फाल्टो फाल्टो हो यो चाहिँ नर्मल हेयरको लागि त्यो चाहिँ क्यारेटिनको लागि हो यताको व्हाइट कलरको पर्पल र उयो व्हाइट त्यो सिल्भर र ब्ल्याक चाहिँ टाउको त्यो चाहिँ नर्मलको लागि हो लाइफ ब्लोइङ हो ट्रिटमेन्ट र उयो 25 को सेटै हुन्छ अनि फेरि कतिजनाले कस्तो हुन्छ भने नि यताउता नुहायो नि नुहाइसकेपछि आज अहिले नुहायो भरे नै तेल निक्लिन्छ नि तिनीहरूको लागि मजाले एउटा सेम्पूले नुहाइदियो अनि कपाल सुकायो कामहरू गर्न थाल्यो अनि हिँड्ने बेलामा यो साइड स्प्रे गरिदियो तेल पनि निक्लिँदैन सुन कपाल सुक्खा हुनुभन्दा तेल निक्लेको राम्रो होइन र हो कि तर मान्छेहरू चाहिँ आज नुहायो भरे नै तेल निक्लिन्छ त ओछिनको अनि अनुहारमा डन्डी भरेर कपालमा डन्डी भरेर आउने हुन्छ च्यापच्याप हुन्छ च्यापच्याप हो तिनीहरूको लागि हो यो सुक्खा बनाएर मेरो पनि च्यापच्याप हुन्छ है सुक्खा बनाइराख त तिम्रो कपालमा आउँदैन नि त उयोहरू त्यसको लागि हो सो साथीहरू तपाईँहरू पनि आउनु सक्नुहुन्छ मेरो पनि युट्युब च्यानल छ सिरु एन्ड सबुज सिरु फ्यामिलीमा तपाईँहरू दर्ता छ मेरो त्यसमा तपाईँहरू मलाई भिजिट गर्न सक्नुहुन्छ त्यसमा तपाईँलाई यस्तो धेरै इन्जोय र ज्ञानका कुराहरू छ इन्टरटेनमेन्ट विथ ज्ञानका कुरा पनि छ प्लिज साथीहरू उहाँ चाहिँ सुन किन चाहिँ होसनामै आउनुपर्ने होसना भनेको एकदम पैसा पनि तपाईँको डिस्काउन्ट छ अरूहरू सलुनभन्दा हाम्रोमा साँच्चै 1-2 रुपियाँ पनि डिस्काउन्टै हुन्छ र सर्भिस त 101% हुन्छ उहाँहरूले पनि गर्नुहुन्छ तर हामी चाहिँ अझ नयाँ टेक्निकल कुराहरू चलाएर टेक्निकल विधिबाट चाहिँ हामी तपाईँहरूको हेयर र स्किन केयरको एकपल्ट चाहिँ आएर एकचोटि आउनुहोस् अनि सर्भिस लिनुहोस् या भिजिट गर्नुहोस् तपाईँहरूलाई मेरो ग्यारेन्टी छ तपाईँहरू मलाई छोडेर कहीँ जानुभयो भने त काटिदिन्छु मेरो टाउको पनि किनभने तपाईँहरूले चाहेको जति सबै भेट्नुहुन्छ सस्तो अनि राम्रो अनि भरपर्दो ग्यारेन्टीमा अनि के खोज्नुहुन्छ बिना ग्यारेन्टीको पैसा यति दिएर तपाईँहरू जानुहुन्छ साथीहरू ल कपाल काट्दैछ होइन कुन काट्ने अरे ए हाम्रो भदैनीलाई चाहिँ नि यो खाली पारेको छ नि त यहाँ ऊ भएको यो यसरी सेगी गरिदिनु क्या यसरी छोप्छ क्या यसलाई मेरो भदैनी त बिहानी हुनुभएको छ ल कस्तो हुँदैछ भने त सेल्फी हो ल्याउ त काममा हाल्दै त एयरफोन छैन हेलो एकजना चाहिँ उनी चाहियो सिर्जना ढिलो भयो भन्छ के पो थियो कपाल काटेर छोड्नु भयो
हो त्यस्तै गर्छ है सिधै सिधै त्यसै गर्छ गर्छ हो म थाहा छ नि त त्यो दिमाग कता कता घुम्छ नि त त्यति बेला अनि कपाल यसो सेम्पू लगाएर मान्छे गायब अस्ति नै पनि पहिला कहाँ गयो भने धरान पुगिसक्यो भन्दै अस्ति नै सेम्पू लगाएर अनि मलाई धरान गएछ पहिला क्या उता आइतबारेमा हुँदाखेरि हो कि न त उसलाई क्या एउटा बहिनीलाई त्यो कपाल ट्रिटमेन्ट गर्नु थिएँ सेम्पू लगाइदिएँ होइन कसले फोन गर्छ उता हिँड्दैछ ल न्यू हेयर स्टाइल सेल्फीको यो 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 यस्तै निक्लिन्छ राम्रो हो नि यो इन भनेको चाहिँ सानो कपाल भयो भने अनि यति भित्रको चाहिँ खप्पै काटिदिनु पर्छ अनि यो चाहिँ यस्तो जान्छ भित्रको धेरै काटेपछि होइन होस् अलिक बढोस् थ्याङ्क यू छैन थ्याङ्क यू न्यू लुक्स कसले गरिदिनु भएको को फुपूले अगाडि यो कपाल त्यो छोत्रेर यो यता अन्त ल यसो गर्दै यो सानो काटेको कपाल पछाडि अनि अगाडि चाहिँ यो कपाल ल्याउने वाउ कस्तो निट एन्ड क्लिन यो राख्नु मेरो भदैनीलाई इट्स अ गिफ्ट थ्याङ्क यू फेरि खोला त के हो सिजन त्यो भन्दा त उसलाई यो रोलर हेयर रोलर आमाकोतिर आउँदैको मेरो सेल्फीलाई ल न्यू हेयर स्टाइल सेल्फीको यो 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 यस्तै निक्लिन्छ राम्रो हो नि यो इन भनेको चाहिँ सानो कपाल भयो भने अनि यति भित्रको चाहिँ खप्पै काटिदिनु पर्छ अनि यो चाहिँ यस्तो जान्छ भित्रको धेरै काटेपछि होइन होस् अलिक बढोस् थ्याङ्क यू छैन थ्याङ्क यू कोसेलहरू प्याक हुँदैछ पैसा पनि अरे कपाल पनि काटेको छ उल्टो कपाल काटेले पैसा दिनुपर्ने ल स्कुल जाँदाखेरि खानु है छोरीलाई फुपूलाई पनि कप बेच्यो भन्नु पर्दैन सुन न यसो सेल्फी यसो गरेर फुपूलाई कि यो ब्युटी पार्लर राम्रो चल्छ भनेर प्रार्थना गरिदेऊ अनि पैसा दिनुहुन्छ धेरै ल होइन गरिहाल्छ टाइगर ल बर त छिटो गरिदेऊ न प्रार्थना गरिदेऊ फुपूको पार्लरमा होइन आफै भन्छ आशीर्वाद दिनुहोस् सानो मान्छेले पो हुन्छ त्यहाँनिर सानोहरू त होइन सानो ल अब विदाई कार्यक्रम हाम्रो रुँदैछन् ल रौ न तिमी पनि 100 200 आमा थाहा रहेछ त उसलाई त रौ न ल तिमी पनि रौ त छन् बिसो क्या यस्तो मुख यस्तो गर न यस्तो गर न मुख रुख कस्तो क्या नभए पनि फुपू र भदैनीको दाँतको बिचको चाहिँ मिल्छ ठ्याक्कै मिल्छ यसरी थुक्नु सक्दैन तिमी नि यसरी गर होइन त सिटी पनि बज्दैन नि सिटी बज्छ होइन अहिले दानी यस्तो गर्छु होइन यसो क्या सुसु ल यसो गर अब त्यसो भदैनी यहाँ यसो क्या यस्तो चाहिँ यसो गर न भोक लाग्यो अनि थुक्पा खानु लाग्यो अहिले चाहिँ अनि उसले चाहिँ खानु भने चाउमिन खान्छ अरे चाउमिन छ कस्तो स्वाद रहेछ चेक गरौँ लास्ट मिनट हो Yummy? Is it yummy? Okay, thanks for watching. See you in next vlog. Bye.